आज यो संसारमा करिब 8 अर्ब मानिसहरू छन्। हामी मध्ये धेरै जसो मानिसहरू आफ्नो जीवनभर एउटा कम्फर्टेबल लाइफ, सेक्युरिटी र सर्टन फ्युचरको खोजीमा बिताउँछौँ। तर कहिलेकाहीँ इतिहासले एउटा यस्तो मानिस जन्माउँछ जसले सबैले हिँड्ने बाटो रोज्दैन, जो खतरा देखेर पछाडि हट्दैन, दुःख र सङ्घर्षलाई जीवनको एउटा भागको रूपमा स्वीकार गर्छ अनि संसारले इम्पोसिबल भनिरहेको कुरालाई हेरेर शान्त स्वरमा एउटा मात्र उत्तर दिन्छ, नथिङ इज इम्पोसिबल। यस्तै एउटा साहसी मानिस थिए निर्मल पूजा, निम्स दाई। Giving up is not in the blood, sir. निर्मल पूजाको जन्म 25 जुलाई 1983 मा नेपालको पश्चिमी भाग म्याग्दी जिल्लामा एक साधारण परिवारमा भएको थियो। उनको बुबा एक समय गोर्खा सैनिक सेनामा कार्यरत हुनुहुन्थ्यो। सैन्य सेवाबाट फर्किएपछि परिवारले धेरै आर्थिक कठिनाइहरूको सामना झेले। नेपालका धेरै ग्रामीण परिवारहरू जस्तै उनीहरूको जीवनले एउटा कुरा सिकाएको थियो, मेहनत, त्याग र कहिले हार नमान्ने बानी। सानै उमेरदेखि निर्मल पुनले एउटा कुरा सिके, यदि जीवनमा केही पाउन चाहन्छौ भने त्यसको लागि मेहनत गर्नै पर्छ। बाल्यकालमा उनी फेमस थिएनन् र उनी सबैभन्दा स्ट्रङ पनि थिएनन्, तर उनीसँग एउटा यस्तो कुरा थियो, व्हिच यु क्यान्ट बाई विथ मनी, अ माइन्डसेट द्याट रिफ्युज टु एक्सेप्ट लिमिट। यही सोच उनको सम्पूर्ण जीवनको आधार बन्न पुग्यो। समयहरू बित्दै जाँदा उनको मनमा नयाँ सपनाहरू जन्मिन थाले। नेपालका धेरै युवाहरू जस्तै उनी पनि एक दिन गोर्खा युनिफर्म लगाउने सपना देख्न थाले। उनको त्यो सपना केवल एक जागिर थिएन, इट वाज रेस्पेक्ट एन्ड रेस्पोन्सिबिलिटी फर हिम। हरेक दिन आफूलाई हिजोभन्दा अझै राम्रो बनाउने एउटा अवसर खोजिरहन्थे। नेपालमा हुर्किएका धेरै युवाहरूका लागि गोर्खा युनिफर्म लगाउने एउटा जागिर मात्र होइन, त्यो एउटा सपना हो। त्यो साहस, अनुशासन र सम्मानको प्रतीक हो। उनका आफ्नै बुबा पनि एक समय गोर्खा सैनिकमा कार्यरत हुनुहुन्थ्यो। बुबाले सुनाउने ती कथाहरूमा पैसा कमाउने वा प्रसिद्ध हुने कथाहरू कहिले थिएनन्। ती कथाहरू थिए देशप्रतिका निष्ठा, त्याग र बलिदान। समय बित्दै जाँदा निर्मलको त्यो सपना झन् बलियो हुँदै गयो। यही दृढ सङ्कल्पले उनलाई अन्ततः ब्रिटिस आर्मीको ब्रिगेड अफ गोर्खासम्म पुर्यायो। तर सैनिक जीवन सामान्य मानिसहरूको जीवन जस्तै थिएन। हरेक बिहान सूर्य उदाउनु अघि नै दिन सुरु हुन्थ्यो। कडा ट्रेनिङ, भारी सामान बोकेर लामो दूरी हिँड्नुपर्ने, चिसो मौसम, थकान र कडा अनुशासन, यी सबै सैनिक जीवनका दैनिक साथी थिए। उनी केवल शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि झन् बलियो बन्दै गए। SBS अर्थात् स्पेसल बोर्ड सर्भिसको सेलेक्सन प्रोसेस संसारको सबैभन्दा कठिन मध्ये एक मानिन्छ। तर सबै चुनौतीहरूलाई पार गर्दै निर्मल पूजाले इतिहास रचे। उनी UK इलाइट स्पेसल बोर्ड सर्भिस SBS मा प्रवेश गर्ने पहिलो गोर्खा बने। त्यो केवल व्यक्तिगत उपलब्धि थिएन, यो सम्पूर्ण नेपाली समुदायका लागि गर्वको क्षण थियो। मिलिट्रीले उनलाई अनुशासन सिकायो, लिडरसिप सिकायो र टिमवर्क पनि सिकायो। निर्मल पुनको जीवनमा अर्को चुनौतीले ढोका ढकढकाउन थाल्यो। यसपटक त्यो कुनै युद्धभूमि थिएन, न कुनै मिलिटरी क्याम्प। त्यो थियो समुद्री सतहबाट हजारौँ मिटर माथि, जहाँ हावा निकै पातलो हुन्छ। हरेक पाइला जीवन र मृत्यु बीचको निर्णय हुन सक्छ, जहाँ एउटा सानो गल्तीले सबै कुरा समाप्त हुन सक्छ। हिमालहरू उनलाई पर्खिरहेका थिए। धेरै मानिसहरूका लागि वर्ल्ड्स इलाइट मिलिट्री युनिटमा सेवा गर्नु नै जीवनको सबैभन्दा ठुलो उपलब्धि मान्छन्। एउटा सुरक्षित करियर, सम्मान र सुनिश्चित भविष्य। सायद त्यति नै धेरैका लागि पर्याप्त हुन्थ्यो, तर निर्मल पूजा अरू जस्ता थिएनन्। उनको मनको गहिराइमा अझै एउटा नयाँ मिसनले उनलाई बोलाइरहेको थियो, द्याट वाज हिमालय। सानो छँदा टाढाबाट हेरेका ती हिमालहरू अब उनलाई फेरि आफ्नोतर्फ बोलाइरहेका थिए। त्यसपछि उनले फुल टाइम सर्भिस छोडेर आफ्नो सम्पूर्ण ध्यान हाई एल्टिट्युड माउन्टेनियरिङमा केन्द्रित गरे। निर्मलले पर्वतारोहणको यात्रा तुलनात्मक रूपमा धेरै ढिलो सुरु गरे, तर यसले उनलाई रोक्न सकेन, बरु त्यसले उनलाई झन् धेरै मेहनत गर्ने प्रेरित गर्यो। सन् 2019 मा निर्मल पूजाले एउटा यस्तो योजना सार्वजनिक गरे जसलाई धेरै मानिसहरूले सुन्न साथ इम्पोसिबल भने। उनले त्यस प्रोजेक्टको नाम राखे प्रोजेक्ट पोसिबल। एउटा लक्ष्य स्पष्ट थियो, संसारका 8000 मिटरभन्दा अग्ला सबै 14वटा हिमालहरू 7 महिनाभन्दा कम समयमा आरोहण गर्ने। अनुभवी पर्वतारोहीहरूले उनको योजनामाथि प्रश्न उठाए। कतिपयले उनको आत्मविश्वासको प्रशंसा गरे, तर धेरैले यसलाई असम्भव सपना भनेर अस्वीकार गरे। तैपनि निर्मलले कहिले हार मानेनन्। आफ्नो सपना बचाइराख्न उनले व्यक्तिगत रूपमा ठुलो आर्थिक जोखिममा उठाए।
त्यो निर्णय साहसी पनि थियो र अत्यन्त जोखिमपूर्ण पनि। यदि उनी असफल भए उनले केवल एउटा वर्ल्ड रेकर्ड मात्र गुमाउने थिएनन्, धेरै ठुलो व्यक्तिगत मूल्य चुकाउनु पर्ने थियो। तर इतिहास सधैँ सुरक्षित खेल्ने मानिसहरूले लेख्दैनन्, इतिहास त आफ्नो सपनाको लागि सबै कुरा दाउमा राख्ने मानिसहरूले लेख्छन्। कतिपय अवस्थामा केवल बेस क्याम्पसम्म पुग्नु नै एउटा छुट्टै एक्सपिडिसन जति नै कठिन हुन्थ्यो। त्यसैले धेरै मानिसहरूले निर्मलको आत्मविश्वासको प्रशंसा गरे, तर धेरैले मन मनै सोचे यो सम्भव छैन। 8000 मिटरभन्दा माथिको उचाइलाई डेड जोन भनिन्छ, किनभने त्यहाँ अक्सिजन यति कम हुन्छ कि हरेक सास सङ्घर्ष बन्छ, हरेक पाइला भारी बन्छ, र त्यो कुराले निर्मल रोकिएनन्। यस चुनौतीका लागि निर्मल पुनले वर्षौँदेखि आफूलाई तयार पारिसकेका थिए। त्यही अभियानको एउटा तस्बिर पछि संसारभर चर्चित बन्यो। माउन्ट एभरेस्टको चुचुरो नजिक सयौं पर्वतारोहीहरू लामो लाइनमा उभिएका थिए। त्यो फोटो संसारलाई एउटा सन्देश दियो, समिट पुग्नु बलको कुरा मात्र होइन, यो समयको कुरा हो, सही निर्णयको कुरा हो र धैर्यको कुरा हो। तर निर्मल पूर्जाको लागि प्रोजेक्ट पोसिबल केवल समिट फोटो सङ्कलन गर्ने अभियान मात्र थिएन। यो अभियान थियो अनुशासन, टिमवर्क र आफ्नो सपनामाथिको अटल विश्वास। महिना बित्दै गए, एउटा हिमाल पुरा भयो, अर्को पनि, त्यसपछि फेरि अर्को। सुरुमा शङ्का गर्ने मानिसहरू अब हरेक अपडेट कुरेर बाँच्न थाले। विश्वभरका समाचार संस्थाहरूले निर्मल पूर्जाको यात्रालाई मुख्य समाचार बनाउन थाले। बिस्तारै इम्पोसिबल जर्नी पोसिबल बन्दै गइरहेको थियो। अन्ततः जब उनले 14औं तथा अन्तिम 8000 मिटरभन्दा अग्लो हिमालको पनि सफल आरोहण गरे, त्यसपछि कुनै व्याख्याको आवश्यकता रहेन। सङ्ख्याले नै इतिहास बोलिरहेको थियो। 6 मन्थ 6 डेज, केवल 6 महिना 6 दिनमा एक यस्तो विश्व कीर्तिमान जसले उच्च हिमाल आरोहणको इतिहास नै फेरिदियो। प्रोजेक्ट पोसिबल सफलतापूर्वक पुरा गरेपछि निर्मल पूर्जाले त्यो उपलब्धि हासिल गरिसकेका थिए, जुन कुरा एक समय विश्वका धेरै विशेषज्ञहरूले असम्भव भनेर विश्वास गरेका थिए। तर निर्मलका लागि सफलता कहिले अन्तिम गन्तव्य थिएन, त्यो त अर्को नयाँ यात्राका सुरुवात मात्र थियो। जाडो यात्रामा संसारको दोस्रो अग्लो र सबैभन्दा कठिन हिमालमध्ये एक K2 को सफल आरोहण गरे। त्यो केवल एउटा आरोहण थिएन, यो नेपालको इतिहासमा लेखिने एउटा गौरवपूर्ण क्षण थियो। निर्मल पूर्जाको कथा नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री 14 पिक्स नथिङ इज इम्पोसिबल मार्फत करोडौं दर्शकहरूसम्म पुग्यो। अब मानिसहरूले केवल उनको रेकर्डको प्रशंसा गरिरहेका थिएनन्, उनीहरूले उनको सोच, नेतृत्व र उनको विनम्रतालाई सम्मान गरिरहेको थियो। सपना देख्ने हरेक मानिसहरूको लागि एउटा यस्तो सन्देश छोडे, यदि मेहनत गर्न साहस छ भने आज असम्भव देखेको सपना पनि एक दिन सम्भव बन्न सक्छ। विश्वभर सम्मान पाएपछि पनि निर्मल पूर्जा हिमालतिर फर्किन कहिले रोकिएनन्, किनभने हिमाल उनको लागि केवल काम गर्ने ठाउँ थिएन, त्यो उनको जीवन थियो, उनको पहिचान थियो र सायद त्यही ठाउँ थियो जहाँ उनी आफूलाई सबैभन्दा जीवित महसुस गर्थे। त्यसपछि सन् 2026मा उनी फेरि एउटा नयाँ एक्सपिडिसनका लागि पाकिस्तानको माउन्ट ब्रोड पिक पुगे। तर यस पटक भाग्यले फरक निर्णय गरिसकेको थियो। त्यही अभियानको क्रममा 30 जुलाई 2026मा एक शक्तिशाली आभालान्स आयो। उद्धारका प्रयासहरू भए, धेरैले आशा गरे, तर अन्ततः निर्मल पूर्जाले जीवनभर प्रेम गरेको त्यही हिमालको काखमै सदाका लागि बिदा भए। यो समाचार केही घण्टामै नेपालभर फैलियो, त्यसपछि पुरै संसारभर फैलियो। करोडौं शुभचिन्तकहरूले एकछिनका लागि मौन भए, किनभने उनीहरूले केवल एउटा महान पर्वतारोही गुमाएका थिएनन्, उनीहरूले लाखौं मानिसलाई ठुलो सपना देख्न सिकाउने एउटा प्रेरणा गुमाएका थिए। तर सायद एउटा मानिसको जीवनको वास्तविक मूल्य ऊ कति वर्ष बाँचे त्यसले निर्धारण गर्दैन, उनले बाँचुन्जेल के गरे त्यसले निर्धारण गर्छ। आज जब कुनै नेपाली युवा आफ्नो हाइकिङ बुट्स बाँधेर हिमालतिर हेर्छ, जब कसैले प्रोजेक्ट पोसिबल सम्झेर हार मान्न अस्वीकार गर्छ, त्यहाँ निर्मल पूर्जाको एउटा अंश अझै पनि जीवित छ। उनका रेकर्ड्स एक दिन सायद कसैले तोड्लान्, तर उनले दिएको साहस, उनले जगाएको आशा र नेपालीलाई दिलाएको गौरव, यी कुराहरू कुनै पनि रेकर्ड बुकमा मापन गर्न सकिँदैन। सायद ती प्रत्येक हिउँले ढाकिएका शिखरहरूमा आज पनि निर्मल पूर्जाको कथा गुन्जिरहेको छ, किनभने लिजेन्ड्स नेभर ट्रुली डिसअपियर, दे बिकम अ पार्ट अफ हिस्ट्री। निर्मल पूर्जा 25 जुलाई 1983, 30 जुलाई 2026। थ्याङ्क यू निम्स दाई, हेड्स अफ रेस्ट इन पिस। वी विल मिस यू फरएभर एन्ड एभर। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने प्लिज डु नट फर्गेट टु लाइक, कमेन्ट एन्ड सेयर। यस्तै अरू पनि इन्ट्रेस्टिङ भिडियो हेर्नु मन छ भने प्लिज डु नट फर्गेट टु सब्सक्राइब माई च्यानल, बिलिभ मी। Thank you for watching. See you next time.